पहिलो चरणमा म युएई अपडेट गराउँछु। अहिले चलिरहेको धेरै स्क्याम, अहिले मात्र होइन धेरै समय भयो, नेपालीहरूलाई धेरै नेपालीले नै ठग्छन् भनेर हामीलाई थाहा छ। किनकि हामी नेपालीहरू कहाँ जान्छौँ नि त सोध्दै सोध्दै, भाषा मिल्छ। जब भाषा मिल्छ अनि हामी सहज महसुस गर्छौँ, त्यही भएर हामी जान्छौँ होइन। त्यही भएर नेपालीलाई ठग्ने चाहिँ धेरै नेपाली नै हुन्। तपाईहरूले के बुझ्न जरुरी छ भने भिजा युएई बाहिर लागेको छैन है, अनि कहिले खुल्छ भनेर पनि थाहा छैन। र अर्को कुरा भनेको चाहिँ हामीले टिकटकमा धेरै मान्छेहरूले बोलेको सुन्छौँ भिडियोहरूमा होइन, तपाईहरूलाई भिजा दिने ग्यारेन्टी हो भन्छन्। उनीहरूको विशुद्ध विचार भनेको चाहिँ तपाईहरू जस्तोलाई ठग्ने हो, हामीहरू जस्तोलाई ठग्ने हो। त्यसैले होस गर्नुपर्छ। त्यसको लागि चाहिँ हामीले के गर्न आवश्यकता छ त भन्दाखेरि यो अवस्थामा चाहिँ जागिर खोज्नुहोस्। यदि तपाईँ विजिट भिजामा युएई भित्र हुनुहुन्छ वा क्यान्सल भिजामा युएई भित्र हुनुहुन्छ भने जागिर खोज्नुहोस्। र जागिर खोजेर तपाईँलाई कम्पनीले भिजा दियो भने त्यो नै राम्रो हो। यदि दिएन अर्थात् तपाईँको भिजा लागेन भने भिजा हुँदैन भनेर बुझ्न जरुरी छ। सुन्नको लागि त सुनिन्छ, यो क्यान्सल भिजालाई चाहिँ लगभग धेरै नै 90% भन्दा माथि नै सक्सेस भएको छ भिजा दिनलाई। तर पनि कोही कोही यस्तो हुनुहुन्छ उहाँहरूको भिजा लागेको छैन। यदि भिजा लागेन भने तपाईले एजेन्टको थ्रुबाट गर्दै हुनुहुन्छ भने त्यो एजेन्टले पैसा खान्छ नि त होइन। तर तपाईले कम्पनीमा काम गर्नुभयो भने त कम्पनीले तपाईलाई फ्रीमा दिने हो नि त भिजा। भलै यस्ता सानातिना कम्पनीहरू पनि छन् युएईमा जसले भिजाको पनि पैसा काट्छन्, हरेक कुराको पैसा काट्छन्। तर कम्पनीको थ्रुबाट जानु भनेको लिगल हो, त्यसरी बुझ्नुहोस्। अब फ्रिल्यान्स भिजा छ भनेर कति एजेन्टहरूले तपाईहरूलाई लालच देखाइरहेको हुन्छ। त्यस्तो अवस्थामा केयरफुल हुनुहोस्, किनभने फ्रिल्यान्स भिजा भनेको लिगल होइन है। यो फ्रिल्यान्स भिजा जुन हामी नेपालीहरू बीच एकदम प्रचलित छ, जस्तै ओन भिजा भन्छन्, मेरो आफ्नै भिजा भन्छन्, त्यो भिजा भनेको चाहिँ इलिगल हो भनेर तपाईहरूलाई थाहा छ होला, कतिलाई थाहा छैन भने पनि इलिगल हो भनेर बुझ्नुहोस्। र यो भिजा लिएर जस्तै घरभित्रै मेडको कामहरू गर्ने मान्छेहरू पनि धेरै छन्। मलाई लाग्छ उहाँहरू सुरक्षित हुनुहुन्छ, किनभने त्यो भिल्लाभित्र आउँदैन नि त पुलिस चेक गर्नलाई। तर बाहिर गएको अवस्थामा चाहिँ के हुन्छ त, पुलिसले पक्रियो भने सिधै डिपोर्ट गर्छ। त्यसैले सबैभन्दा राम्रो उपाय भनेको चाहिँ तपाईहरूले के गर्नु भने जब खोज्नुहोस् कम्पनीमा, कम्पनीले नै भिजा दिन्छ, त्यो नै सेफ हो। त्यसरी हामी स्क्यामबाट बच्न सक्छौँ है त। ल अब युएई भिजा अपडेट मैले सकेँ, जब स्क्यामबाट कसरी बच्ने भनेर मैले त्यो विषयमा तपाईहरूलाई जानकारी दिएँ। We're gonna do imperative sentence. Imperative sentence भनेको चाहिँ कमान्ड सेन्टेन्स। फर्स्टमा म तपाईहरूलाई वर्ड दिन्छु, अप्लाई, सबमिट, चेक, कन्ट्याक्ट। यो मिनिङहरू सायद तपाईहरूलाई थाहा छ होला। अप्लाई मिन्स के गर्नु त, जस्तै काममा अप्लाई गर्नु, जबमा अप्लाई गर्नु। र सेन्टेन्स बनाउँदा जहिले पनि इम्पेरेटिभ अर्थात् कमान्ड सेन्टेन्स, रिक्वेस्ट सेन्टेन्स भर्बबाट डाइरेक्टली भन्न सकिन्छ। जस्तै अप्लाई फर द जब, जबमा अप्लाई गर्नुहोस्। यसको नेगेटिभ भनेको डोन्ट अप्लाई थ्रु अननोन लिङ्क्स, डोन्ट अप्लाई थ्रु अननोन लिङ्क्स। ल त्यो भनेको चाहिँ नजानेको लिङ्कहरूबाट अप्लाई नगर्नुहोस् भनेको। ल तपाईहरूले पनि त्यस्तै खालको कुनै एक-एकवटा सेन्टेन्स लेख्नुहोस् त ल। अप्लाई, डोन्ट अप्लाई अर्थात् कुनै पनि तपाईहरूलाई अरू वर्ब नै गर्न चाहनुहुन्छ भने पनि गर्न सक्नुहुन्छ। लेख्नुहोस् त, म हेर्दै गर्छु है त अहिले। सबमिट योर डकुमेन्ट, सबमिट भनेको बुझाउनु। सबमिट योर डकुमेन्ट टु द एचआर, एचआरलाई डकुमेन्ट बुझाउनुहोस्। डोन्ट सबमिट योर पासपोर्ट टु एनीवान, कसैलाई पनि पासपोर्ट नदिनुहोस्। सबमिट भनेको बुझाउनु, डोन्ट सबमिट भनेको नबुझाउनु है त। चेक, चेक योर भिजा स्ट्याटस अनलाइन, भिजा चेक गर्नुहोस् अनलाइनमा। डोन्ट चेक अननोन लिङ्क्स,
अननोन लिङ्क्स भनेको नजानेका लिङ्कहरू चेक नगर्नुहोस् भनेको चेक भनेको हेर्नुहोस्, चेक गर्नुहोस्। डोन्ट चेक भनेको नहेर्नुहोस्। कन्ट्याक्ट द कम्पनी डाइरेक्टली फर जब। कम्पनीलाई डाइरेक्ट के गर्ने, कन्ट्याक्ट गर्ने, सम्पर्क गर्ने। डोन्ट कन्ट्याक्ट पिपल फ्रम टिकटक। टिकटकबाट कन्ट्याक्ट नगर्नुहोस्, डर हुन्छ। उनीहरू एजेन्ट हुन्छन् धेरै जसो र उनीहरूले फसाउन सक्छन्। कन्ट्याक्ट र डोन्ट कन्ट्याक्टबाट सेन्टेन्स बनाउनुहोस् त। कन्ट्याक्ट भनेको सम्पर्क गर्नु, डोन्ट कन्ट्याक्ट भनेको सम्पर्क नगर्नु। तपाईँलाई केही गाह्रो भयो भनेदेखि के गर्ने, रिपोर्ट टु द पुलिस, पुलिसलाई रिपोर्ट गर्ने। डोन्ट इग्नोर नगर्ने, व्यवस्था गरेर नबस्ने। तपाईँलाई थाहा छैन भने सिक्न सक्नुहुन्छ है त। ल, जब रिलेटेड हो, सबै भर्बहरू जब रिलेटेड हो। भेरिफाई भनेको चाहिँ के गर्ने त, प्रमाणित गर्ने। कन्फर्म भनेको त सबैलाई थाहा छ नि होइन। कन्फर्म पक्का गर्नु। फलो भनेको के गर्नु त, अनुसरण गर्नु। अर्थात् जस्तै फलो मी भन्यो भने मैले भने जस्तो गर्नुहोस् भनेको क्या। त्यस्तै अर्को सेन्ड मिन्स पठाउनु। सेन्ड इमेल टु द एचआरलाई इमेल पठाउनुहोस्। सेभ भनेको के गर्नु, बचाएर राख्नु होइन। सेभ दिस भिडियो फर लेटर, यो भिडियो पछिको लागि सेभ गर्नुहोस्। ल, नेक्स्ट अभोइड एजेन्टहरूलाई अभोइड गर्नुहोस्। अर्को सेयर दिस भिडियो टु एभ्रिवान, सेयर दिस इन्फर्मेसन टु एभ्रिवान, सबैलाई यो इन्फर्मेसन सेयर गर्नुहोस्। प्रिपेयर फर इन्टरभ्यूको लागि तयार हुनुहोस् भनेको। नेक्स्ट अटेन्ड भनेको सहभागी हुनु। अटेन्ड माई लाइभ एभ्री डे, दिनै मेरो लाइभमा सहभागी हुनुहोस्। अटेन्ड द कम्पनी मिटिङ, कम्पनीको मिटिङमा दिनै सहभागी, आई डिडन्ट से दिनै राइट। अटेन्ड द कम्पनी मिटिङमा सहभागी हुनुहोस्। ओके, द्याट्स इट। आज तपाईँहरूलाई मैले इम्पेरेटिभ सेन्टेन्स सिकाएँ। तुरुन्तै हामी Q&A गर्दैछौँ। यहाँ आर्य पुन मगर्जीले, सुन्नु न, मैले कम्पनी चेन्ज गरेको टाइम नभएर 2 महिनाको भिसा थपेको भिसा लाग्छ नि। हजुर तपाईँको अगाडिकै UAE भिजा छ नि त, त्यही भएर भिजा थियो नि त, तपाईँको रेकर्ड छ नि त, त्यही भएर लाग्छ। यदि लागेन भनेदेखि सम्झिनुहोस् त्यो चाहिँ भाग्यमै रहेनछ भनेर, नत्र लागिरहेको छ धेरैको। कम्पनी चेन्ज गर्दा भिसा लाग्दैन, लाग्छ, धेरैको लागेको छ, तर तपाईँको लागेन भनेदेखि त्यस्तो चाहिँ है कुरो। यदि तपाईँको क्यान्सल भिसा छ भने चाहिँ लाग्छ। हेलो नाना, अर्को महिना भिसाको भिसा लाग्छ कि लाग्दैन होला, ठ्याक्कै थाहा छैन त। अहिलेको अवस्था हेर्दाखेरि अवस्था बिस्तारै नर्मल हुँदै गइरहेको छ होइन। लाग्न सक्छ पनि भन्न सकिन्छ, तर नेपालको अवस्था हेर्दाखेरि लागि नहाल्ला कि भन्ने पनि हुनसक्छ। किनकि नेपालमा चाहिँ अब जस्तै धेरै अवस्था राम्रो अवस्था भएन, पोलिटिकल्ली राम्रो भएन भनेदेखि त अब त्यहाँका जस्तै खराब मान्छेहरू जसले अपराधहरू गर्छन् तिनीहरू भाग्दाखेरि युएमा आउँछन् भनेर पनि आफ्नो देशलाई बचाएर राख्नको लागि युएले स्ट्रिक्ट गर्न सक्छ। म भिजिटमा छु, 4 डेज मात्र बाँकी छ, म नेपालमा जाम कि बसौँ। सुजन भाइ, अहिलेको मेरो सल्लाह सुन्नुहुन्छ भने तपाईँको नेपालमा जानु भएन भनेदेखि के गर्नुहुन्छ त? यहाँ कुनै प्लान छ? इलिगल नभइकन बस्न सक्ने कसरी तपाईँले भिजा स्ट्याटस चेन्ज गर्न सक्नुहुन्छ? होइन सक्नुहुन्न भनेदेखि चाहिँ गएको राम्रो हो भन्ने लाग्छ मलाई। यदि प्लान छ, भिजा स्ट्याटस चेन्ज गर्न सक्नुहुन्छ र आफैमा विश्वास छ भनेदेखि बस्नुहोस्। कुनै दलेको कुरा चाहिँ नसुन्नुहोस् अहिलेको अवस्थामा। जब पायो भने त हुन्छ होला नि। हजुर, कम्पनीले तपाईँलाई जब लगाइदिन सक्यो भने। अनि अर्को कुरा भनेको चाहिँ सुजन भाइ, तपाईँ अनि भिजा सके पछाडि त के हुन्छ? फाइन लाग्छ नि त, प्रत्येक दिनको 50 दिरहम ठ्याक्क। त्यसको बारेमा चाहिँ के सोच्नु भएको छ? भिजा एक्सटेन्ड गर्नुहुन्छ?